जीप छ र यो हाम्रो सर्लाहीको लौन्डा शत्रुधन। शत्रु कहाँ जान लागेको भन्ने हो नि त। पहिला चन्द्रगिरी जान्छौँ। त्यसपछि कहाँ जाने? राति आज बस्ने होइन? आज राति बस्ने हो। कहाँ गएर बस्ने? कुनै ठाउँ होला तर ठाउँ छ त्यो हामी पछि भन्छौँ। हेलो एभ्रिवान, यो भ्लगको इन्ट्रो चाहिँ भएको थिएन र अहिले चाहिँ इन्ट्रो गर्न लागेको छु म। अहिले चाहिँ हामी धोबीघाट आइसक्यौँ। हामी बालकुमारीबाट हिँड्या हो, धोबीघाट आइसक्यौँ। धोबीघाटबाट एउटा साथीलाई उठाएर अब हामी यहाँबाट जाँदैछौँ चन्द्रगिरी। हामी चाहिँ केवल कारबाट जाँदैनौँ। केवल कार जाने ठाउँसम्म, केवल कार चढ्ने ठाउँसम्म पुगेर त्यहाँबाट अर्को बाटो नै रहेछ। यो बाटो अफरोड, अलिअलि अफरोड छ। त्यही बाटोबाट हामी माथिसम्म जान्छौँ अनि चन्द्रगिरी पुगेर चन्द्रगिरीबाट हामी आज राति चाहिँ चन्द्रगिरी पुगेर भन्छु मैले। त्यसपछि हामी कहाँ जान्छौँ भनेर अगाडिको भिडियो हेर्नु होला। यो चाहिँ कलङ्गीको मेन चोक हो र यहाँबाट अब हामी लेफ्ट लाग्छौँ माथि नागढुङ्गाको बाटो। तर हामी चन्द्रगिरीबाट माथि जान्छौँ। लास्टै जाम छ, भिडियो नबना। केटाहरू अगाडि छन्, अभिषेक र शत्रु, म र दिप चाहिँ बाइकमा। यो चाहिँ हामी माथि त्यो थानकोटको बाटो छोडेर यस्ता माथि चन्द्रगिरी जाने बाटोतिर लागिसक्यौँ। माथिबाट पुरै गाह्रै आइरहेको बाटो अलिक सानो रहेछ। केटाहरू अगाडि छन्, हामी पछि त्यही माथिको यो देखेको माथिको डाँडा नै चन्द्रगिरीको डाँडा हो। आँखाले त क्लियर देखिरह। यहाँ चाहिँ अलिक अहिले चाहिँ हामी यो केवल कार चढ्ने बाटोतिर जाँदैछौँ। अब बाटो यता पछाडिबाट हो कि त्यहीँबाट कन्फ्युज भयो, मजाले हेरेको थिएन। अब सुरुमा चाहिँ एकचोटि माथि नै त्यहाँ केवल कार चढ्ने ठाउँमै जान लागेको। यता माथि यो डाँडा देखिरह, यो केवल कार पनि गइरहेको छ त्यहाँबाट। केवल कार जाने बाटो चाहिँ त्यहाँबाट रहेछ। यही हो केवल कारबाट जाने बाटो चाहिँ। अब बाइकबाट जाने बाटो चाहिँ कुन हो माथि गए चाहिँ थाहा हुन्छ। माथि चन्द्रगिरी हिल्स भनौँ अथवा चन्द्रगिरी मन्दिरतर्फ जाँदैछौँ। यो पछाडि देखेको ठ्याक्क डाँडा चाहिँ चन्द्रगिरीको हो। केवल कारबाट जाने हो। खासमा चाहिँ हामी चाहिँ बाइकबाट जाँदैछौँ। हामी बाइकमा दुईजना छौँ, अझ स्कुटरमा दुईजना। हामी चाहिँ अब यहाँबाट चन्द्रगिरी पुगेर एकछिन त्यहाँनिर बसेर फोटोसोटो खिच्छौँ अनि त्यसपछि यही बाटो हुँदै हामी चितलाङ जान्छौँ। अनि आजको नाइट चाहिँ हामी चितलाङमा बस्छौँ। केवल कार हिँडिराख्ने बाटो यो चाहिँ हामी बाइकमा हिँडिरहेको बाटो उफ्रिँदै
चाहिँ हामी चन्द्रगिरी भन्ज्याङ भन्ने ठाउँमा आइपुग्यौँ र त्यहाँबाट चाहिँ सानो यस्तो उता चितलाङ जाने र यता मास्तिर आउने बाटो अलिकति सानो बाटोले छुट्याउँदो रहेछ। हामी चाहिँ अब मास्तिर लाग्दैछौँ। अब बाटो चाहिँ पुरै अब जङ्गलको अघि चाहिँ अलिक फराकिलो ठुलो ठुलो रहेछ बाटो, अहिले चाहिँ बाटो यस्तो सानो हुँदै गएको र हामी पुग्नुपर्ने चन्द्रगिरीको डाँडा चाहिँ यहाँ पनि ठ्याक्कै छेलियो। बाटो सानो छ, यहाँ मास्तिर कहाँसम्म जान मिल्छ बाइक, त्यसपछि चाहिँ हिँड्दै जानुपर्छ हामी। ल हामी चाहिँ यो फाइनल बाइक स्कुटी गाडीहरू ल्याउने ठाउँसम्म आइपुग्यौँ। यहाँदेखि चाहिँ हामी हिँड्दै हिँड्दै जानुपर्ने रहेछ। हामी बाइकको नम्बर टिपाएर बाइक यहीँ राखेर अब यो भर्याङ हुँदै हुँदै माथिसम्म आधी घन्टा हिँडेर जानुपर्ने रहेछ। अब यहाँबाट हाम्रो ट्रेकिङ सुरु भयो। यास केटाहरू 3 जना, मसँग 4 जना, हामी चन्द्रगिरी पुरै गुफिया रास्ताबाट जाँदैछौँ, पैसा नतिरी। र शत्रु यहाँ मनको कुरा छ। के भन्छु भनेर ल भन। त्यो के हाम्रो त्यो हामी ट्रेकिङमा त्यो दुधकुण्ड जाने थियो, 9-10 जना केटाहरू सबै थियो र त्यसमा मेरो यो खुट्टामा देखाउनु पर्दैन के भयो, खुट्टामा त्यो फुटबल खेल्दाखेरि केटाहरूसँग मलाई चोट लागेको थियो। त्यो भएर सबैजना 5-6 जना गएर 4 जना केटा हाम्रो ग्रुपको केटाहरू नगयो के धेरै कारणले। अब त्यसको लागि त यही ट्रेकिङ हो हाम्रो लागि। दुधकुण्ड भन्दा नि अझै माथि जाने हाम्रो सोच छ, त्यसको लागि यो तयारी हो कि हाम्रो। सिडी देखो सिडी, यस्तो यस्तो बाटो हिँड्न हाम्रो ट्रेनिङ चल्दैछ। यो चाहिँ केवलकार यहाँसम्म आइपुग्ने रहेछ। केवलकार यहाँसम्म हामी हिँड्दै चाहिँ यताको यो खोप्चेको बाटोबाट आएको। यहाँदेखि माथि चाहिँ मन्दिर जाने बाटो है त। हामी अब मन्दिर जाँदैछौँ। र हामी चाहिँ 15-20 मिनट जति हिँडेर चाहिँ माथि मन्दिर एरियामा आइपुगेका छौँ। मान्छेहरू त पुरै भिड। यहाँ माथि चाहिँ अलिअलि तलभन्दा अलिक शीतल रहेछ। यो चाहिँ हाम्रो मन्दिर र अब हामी मन्दिर गएर दर्शन गर्छौँ। घाम लागे बल्ल अलिअलि न्यानो भयो। यो चाहिँ हाम्रो चन्द्रगिरी मन्दिर। यहाँ चाहिँ मन्दिरदेखि तल चाहिँ यहाँ जिप लाइन पनि रहेछ अनि साइक्लिङ पनि गर्न मिल्दो रहेछ। त्यहाँ 2 जना दाइहरू साइक्लिङ गरिरहेछन्। टक्क भ्यू चाहिँ बबाल आउने रहेछ। यहाँ पल्लो जिप लाइनबाट अनि यहाँ साइक्लिङ 200-300 मिटरकोमा रहेछ। बबाल देखिरहेको भ्यूसँगै पुरै। यो पर देखिराखेको चाहिँ अघि हाम्रो आएको चन्द्रगिरी भन्ज्याङ भन्ने ठाउँ हो। त्यहीँबाट हामी अघि उकालो आएको थियौँ। टक्क त्यहाँ माथि प्याराग्लाइडिङ गर्ने ठाउँ पनि रहेछ। ग्रिन स्पट देखिएको होला चाहिँ प्याराग्लाइडिङ गर्ने ठाउँ हो। त्यहाँबाट चाहिँ हामी यता तल त्यो देखिएको बाटो हुँदै चितलाङ जान्छौँ। अब खासै मौसम चाहिँ उग्रिएर रहेन रहेछ। हिमाल खासै देखिएको छैन, अँध्यारो छ। ल तर हुनलाई त अब अलिकति हाम्रो यो चाहिँ कुरा चाहिँ लोभी लाग्ला होइन सुन्ने मान्छेलाई। तर इन्जिनियरिङ पढिसकेपछि चाहिँ हामीलाई यस्तो जे कुरामा नि पैसा चाहिँ बच्छ भने किन धेरै खर्च गर्ने भन्ने सोच आउँदो रहेछ कि। अब 800 को टिकट काटेर त्यो केबलकार चढेर आउनुभन्दा त टक्क राइडमा आइयो, हामी तल बाइक राखियो, 15 मिनटको हिँडाइमा हामी आखिरमा यहीँ मन्दिरमा त आइपुग्यौँ नि। टक्क हिँड्दै हेर त राइडिङ पनि भयो, ट्रेकिङ पनि भयो, प्लस मन्दिर पनि आइसक्यो। यस्तो हुनु पऱ्यो नि त। त्यही भएर यदि तपाईँहरूसित साधन छ भने, राइडको पनि मजा लिन चाहनुहुन्छ भने प्लिज केबल कार यो बकवास हो, यसमा चढ्दै नचढ्नु। हजुर टक्क राइडमा आउनुहोस्, 15 मिनटको बाटो हिँड्नुहोस्, टक्क अन्त त्यहाँ मन्दिर आउने, फोटो लिने, सक्यो कुरा। बुझ्नुभयो नि? यो चाहिँ मेरो सजेसन हो तपाईँको लागि। ल अब यहाँबाट हामी तल झर्छौँ अनि फेरि बाइक राखेको ठाउँबाट अनि त्यसपछि चितलाङकोतिर चितलाङतर्फ लाग्छौँ। ल अहिले चाहिँ हामी यहाँ चिया खानालाई बसेका छौँ त्यो देउरालीमा। अनि यो तल देखिएको भिलेज चाहिँ चितलाङ रहेछ। अब यहाँबाट धेरै टाइम नलाग्ने अरे, दाइले सोधेको यहाँ होटलको धेरै टाइम लाग्दैन अरे। अब यहाँबाट हामी चितलाङको लागि चिया खाएर निस्किन्छौँ। भाइब्रेटर मतलब मोबाइल हेलो एभ्रिवान, एकदम जाडो छ, त्यही भएर मैले पन्जा लगाएँ, यो स्क्याप लगाएँ, बुढीको टोपी छ, त्यसपछि क्याप छ अनि लुगा त धेरै नै लगाएको छ र
अहिले चाहिँ हामी यो चन्द्रगिरी भन्ज्याङबाट चाहिँ ओह्रालो लाग्यौँ। यहाँबाट अब 15-20 मिनटमा हामी तल चितलाङ बजारमै पुगिन्छ अरे। चितलाङ चाहिँ यहीँबाट सुरु भइसक्यो, तर हामीलाई 15-20 मिनट ओह्रालो झरेपछि चाहिँ हामी तल चितलाङ बजारै पुगिन्छ। यहीँ माथिबाटै देखिने रहेछ चितलाङ बजार चाहिँ। र अब हामी तल जाँदैछौँ। बाटो अफ रोडै छ, पुरै अफ रोडै हो। यो बाटो चाहिँ पुरै बन्दै रहेछ, अब टाइम लाग्ने रहेछ बन्न चाहिँ। अघि आएको उकालो भन्दा चाहिँ यो अलिक सजिलो नै रहेछ, मिलेर अलिअलि सजिलो बनाएको रहेछ। र अब हामी तल चितलाङ बजारतिर लाग्यौँ। र अहिले चाहिँ हामी यहाँ आइपुग्दाखेरि अँध्यारो नै भइसक्यो पुरै। यतातिर चाहिँ पुरानो घरहरू रहेछ, पुरै गाउँको भाइब्स लिनेवाला घरहरू। उता पुरै आगो बालेर घरबाट धुवाँहरू निस्किरहेको छ। भिलेजै रहेछ, भिलेज एरियै रहेछ। अलिकति रहेछ, हामी बजार पुग्न चाहिँ 7 परिसक्यो, 5 बजिसकेछ। माथिसम्म रहेछ घरहरू, पुरानो टाइपको घरहरू छ प्राय। आफ्नो घरबाट धुवाँहरू उडिरहेको पुरा आगो बालेर। अब गाडी सक्यो होला, अब जान्छु भने फेरि अर्को गाडी आइहाल्छ। मुसी धुलो बस्न रहेको खतम भयो। भनेपछि बाटो राम्रो छ, बाटो धेरै राम्रो छ। बस्नै गल्ती फेरि नि अरू गाडी आउँछ। हामी चाहिँ एउटा होमस्टे इनिमिनी म्याङ्गो यु क्यान गो भनेर अगाडि जाँदैछौँ। होइन बिस्तारो यो चितलाङ होमस्टे जस्तो लाग्यो। होमस्टे नै हो। अब के छ कसो छ हामी अब पहिला गएर बुझ्छौँ, त्यसपछि मात्र फिक्स गर्ने। राति भइसक्यो पुरै जम्मकै। चितलाङ अर्ग्यानिक भिलेज रिसोर्ट ल हो, यही हो अर्ग्यानिक नै हो हामी जाने भनेको। भ्लग चाहिँ बन्द अनुहार चाहिँ देखिया कि नै थाहा भएन, तर हामी चाहिँ यो अर्ग्यानिक भिलेजतिर छिर्दैछौँ। पुरै बत्ती बालेर टक्क यस्तो दामी भर्याङ छ माथि। अब कहाँ छ यसको मेन ठाउँ? ए माथि रहेछ, माथि त पुरै झिलिमिली रहेछ। हामी चाहिँ अहिले यो एग्रिकल्चरल होमस्टेमा आइपुगिसक्यौँ। हाम्रो रुम एउटा छ यहाँनिर, अर्को यहाँनिर छ, सानो एकदम सानो छ, ठिक्क बेड मात्रै हट्ने खालको। अनि वासरुम यहाँनिर छ। अब आजको रात चाहिँ हाम्रो यहीँ हुन्छ। अब हाम्रो टक्क यस्तो यतिजना छौँ, 4जना। ल यहाँ के हुन्छ अब हेलो एभ्रिवान, गुड मर्निङ फ्रम चितलाङ है। अहिले बिहानै घाम लागिसक्यो, हामी उठेर ब्रेकफास्टहरू खाइसक्यौँ। हामी बसेको चाहिँ यो एग्रिकल्चरल होटल, एग्रिकल्चरल लज हो कि के थियो नाम पनि याद भएन। हामी राति यहीँ बस्यौँ।
त्यहाँनिर आगो बालेर बनफायर गरेर डान्स पनि गऱ्यौँ धेरै। अनि त्यसपछि अब चाहिँ हामी नास्ता सास्ता खाएर यो होटलबाट निस्किनु लाग्यो हो। अब यहाँबाट हामी यसो अलि केही घुम्ने ठाउँ रहेछ भने घुमेर अनि त्यसपछि ब्याक टु काठमाडौँ। हेलो, ल हेर्नुहोस् हाम्रो सिलपाङ चाहिँ अब मर्निङ भ्यू हामी बसेको चाहिँ यही हो। यस्तो अब चाहिँ हामी निस्किसक्यो बिहानै काठमाडौँको लागि। कस्तो त नजारा, अब एकदम चिसो चिसो छ है। न्यानो कपडा लाएर आउनुपर्छ। हाम्रो त्यहाँ सिटमै आइस भइसकेको छ यहाँ दाइको बाइकमा। ए यस्तो भइसक्यो, तर धोइ चाहिँ भयो नि बाइक त है टक्कै सब क्लियर छ। के भन्न चाहन्छौ? हामी चाहिँ बल्ल टक्लक्क घाम आयो, बबाल भयो नि त यार। एग्रिकल्चरल होटलमा बसेका थियौँ। एकदम रमाइलो भयो साथीहरूसँग। अरू एक्स्ट्रा यहाँ थुप्रोजना भाइ बहिनीहरू, अब आफ्नै एजको मान्छेहरू पनि धेरैजना थिए। डान्स गर्न चाहिँ बबालै मजा भयो। अझ त्योभन्दा धेरै मजा खाना खान धेरै मजा भयो। ब्रेकफास्ट पनि बबालै थियो। र अब चाहिँ अब यहाँबाट हामी चितलाङ यसो अलिअलि घुमेर निस्किन लागेको। ओके बाई।